नेपालीमा डरलाग्दो कथा र घटना भन्ने च्यानल त्रिकोण टेल्सलाई सब्स्क्राइब गर्नुहोस् र बेल आइकन थिच्नुहोस्। आफन्तहरूबाटै त डर लाग्दा घटनाहरू विस्तृत रूपमा सुन्न पाइने पटक पटक उही घटनाहरू दोहोरिएर मस्तिष्कमै घटना आफैले देखेको झैँ कैद भइदिने र बारम्बार उही घटनाको बारेमा प्रश्न गरी फेरि घटनामै फर्किरहन पाइने। घटना डरलाग्दो होस् वा उदेक लाग्दो, सुनाउन चाहेकाले यदि सुनाए भने सुनिदिँदा पनि एउटा बेग्लै आनन्द आउँछ। उस्तै एउटा हजुरबुबाको घटना एकजना श्रोताले लेखी पठाउनु भएको छ। साथै उहाँ आफैसँग घटेका थप 2 घटनाहरू पनि। आउनुहोस् सुनौ त्रिकोण टेल्सको 490 श्रृङ्खलामा 3 डरलाग्दा सत्य घटनाहरू। मेरो नाम विवेक। आज म तपाईहरूलाई 3 घटनाहरू सुनाउन जाँदैछु। पहिलो त मेरो आमाको बुबा अर्थात् मेरो बाजेले भोग्नु भएको घटना हो, जुन हामीलाई आमाले सानैदेखि सुनाउँदै आइरहनु भएको छ। अनि अर्को 2 घटनाहरू चाहिँ म आफैसँग घटेका घटनाहरू। मेरी आमा भने राजी जातको हुनुहुन्छ। यो जातको मान्छे सायदै सुन्नु भएको होला। अहिले लोप हुन लागेको भएर सरकारले भत्ता पनि दिने गर्छन्। पहाड घर चाहिँ सुर्खेत, त्यही ठाउँमा प्रख्यात होला भन्नुहुन्छ। मेरो जिजु हजुरबुबा पनि उही जातको र यो घटना चाहिँ 60-65 वर्ष अगाडिको। त्यो बेला सानो चिज पनि चोरी हुँदा ठुलै कानुन लाग्ने गर्थ्यो रे। एक दिनको कुरा हो, गाउँमा अर्कै मान्छेले भैँसी चोरेर लिएर आएको रहेछ। जुन कुरो मेरो जिजु बाजेलाई भने चोरेको भैँसी भनेर थाहा भइहालेनछ। फेरि जिजु बाजे भने सोझो हुनुहुन्थ्यो। अनि त्यही मान्छेले मेरो जिजु बाजेलाई उता यो फलाना ठाउँमा लगी यो भैँसी बाँध त भनी भैँसी दिँदा जिजु बाजेले त्यो भैँसी लगेर तोकिएको ठाउँमा बाँध्न थाल्नु भएछ। भैँसी बाँधिरहेको बेला ठ्याक्कै त्यो भैँसीको साहु भने उही आफ्नो हराएको भैँसी खोज्दै खोज्दै मुरमुरिँदै यताउता हेर्दै आइरहेको बेला आफ्नो भैँसीदेखि ए भन्दै कराउँदै आएछन्। अनि यसैले पो रहेछ मेरो भैँसी चोरेको भनेर आरोप लगाई मेरो जिजु बाजेलाई जेल हालिदिएको रहेछ। त्यो बेला भन्ने गर्थे कि जेलमा बस्ने मान्छेहरू 6 महिना भन्दा बढी नबाच्ने भनी। जेलको माहौल नै त्यस्तो भएकोले होला कि खोइ केले हो त्यस्तो भन्थे। त्यसपछि मेरो जिजु बाजेले कसैले नदेख्ने गरी जेलबाट भाग्न सफल हुनुभएछ। अनि जिजु बाजे भागेर सुर्खेत रामघाट आफ्नो घर पुग्नुभयो। तर केही समयपछि जिजु बाजे बित्नुभयो। मृत्युपछि जिजु बजैले पनि अर्को बिहे गर्नुभयो। घरमा मेरो 15 वर्षको बाजे अनि बाजेको बहिनी अर्थात् मेरो फुपू बजै मात्र हुनुभयो। घरमा कमाउने मान्छे नभएपछि काका बाउले आफ्नो घरमा उहाँहरूलाई लिएर आउनुभयो। तर आफ्नो बुबा आमा जस्तो अरू कुनै पो हुन्छ र? त्यहाँ पनि धेरै दुःख भएपछि बसन्त भन्ने ठाउँमा बाजेले आफ्नी बहिनीलाई लिई जानुभयो र त्यही धेरै दुःख गरी बस्नुभयो। बाजेले भने अनेकौं ठाउँमा काम गरी आफैले धेरै दुःख गरी एउटा कच्ची घर पनि बनाउनु भयो। पुरै बाजेले नै बनाउनु भएको थियो त्यो घर। 1-2 जना मान्छेले बेला बेला मद्दत गरिदिन्थे मात्रै, तर प्राय सबै आफैले कच्ची भए पनि बनाई छाड्नु भयो घर। माटोले बनाएको भएर घर लिप्नु पर्ने थियो। घर लिप्नको लागि भने त्यसरी राम्रो माटो लिन जङ्गल कटेर जानु पर्ने हुन्थ्यो। त्यो बेला अहिलेको जस्तो बिजुली बत्ती सवारी साधन केही पनि हुँदैन थियो। जङ्गल नै जङ्गल हुने भएकोले दिउँसो पनि डर हुने गर्थ्यो। त्यसैले मान्छे एक्लै घरबाट निस्किँदैन थिए। जब निस्किन्थे सबैजना एकैचोटि निस्कन्थे। घर बनाएपछि मेरो बाजेले फुपू बजैलाई दिउँसो माटो लिन नजा है, मान्छेहरू हिँडडुल गरेपछि मात्रै जा भनेर बाजे चाहिँ एक दिन कामतिर लाग्नु भएछ। एक्कासै फुपू बजैलाई लागेछ कि यदि माटो लिन ढिलो भए त दाइ अर्थात् बाजेले गाली गर्नुहुन्छ भनी। त्यही सोची फुपू बजैले 1 घण्टाको त्यो जङ्गलको बाटो भई हिँड्दै हिँड्दै गई माटो लिन जानु भएछ। त्यस दिन भने आक्कल झुक्कल मात्रै मान्छेहरू बाटोमा थिए। साथी नभए तापनि फुपू बजै त्यसरी जङ्गलभित्र पस्नुभयो।
त्यहाँ पुगिसकेपछि माटो खनेर फर्कदै गर्दा बीच बाटोमै मान्छे जस्तै रथमा एकजना र छेउछाउमा 4-5 जना यसरी परबाट आइरहेको उहाँले देख्नु भएछ। मान्छेहरू भेटियो, उनीहरूसँगै अब म पनि ढुक्क भई घर फर्कन्छु भन्दै उहाँ अगाडि बढ्दै गर्दा जब 15-20 मिटर अगाडि आइपुग्नु भयो तब त एक्कासी बन्दुक पड्किएको जस्तो पो आवाज फुपूले सुन्नु भएछ। फुपूमाथि गोली बर्सिएको झैँ। त्यो सुनि मेरो फुपू बजै त आत्तिएर माटो त्यहीँ छोडेर भाग्न थाल्नुभयो। डरले भाग्न खोज्दा खोज्दै एक्कासी उहाँको खुट्टामा बेसरी बन्दुक लागेको जस्तो निकै पोल्ने खालको दुखाइ भएछ। झट्ट हेर्दा पनि रगत वाल वाल्ते बगेको देख्नु भएछ। तर डरले दौडी नै रही जसो तसो गरी उहाँ घर आइपुग्नु भयो। ती रथका मान्छेहरूले किन बन्दुक चलाए उहाँले बुझ्नै सक्नु भएन, तर बन्दुक उहाँले लागेकै थियो। घर आइपुगेर खुट्टामा हेर्दा भने खुट्टामा त केही पनि भएको देख्नु भएनछ। न रगत बगेको थियो न घाउ थियो नै। फुपू बजैले त केही सोच्नै सक्नु भएनछ। एक्कासी उहाँको टाउको त फनफन्ती घुमी निकै बेसरी ज्वरो पो आउन थालिहाल्यो। बाजे पनि त्यतिन्जेल आइपुगिसक्नु भएको थियो। बाजेले निन्याउरो अनुहार भएकी आफ्नी बहिनीलाई देखि के भयो तँलाई भनेर सोद्धा डरले केही होइन दाई, शान्तिन ज्वरो आएको मात्रै हो, माटो लिन जाँदा ज्वरो आयो अनि माटो त्यहीँ छोडी आए, नरिसाउनु है भन्नुभयो। बाजे पनि कहाँ रिसाउनु र, आफ्नी बहिनीलाई ज्वरो आएको भनेर बुझेपछि ल सुत केही नगर म सबै गर्छु भनी बाजे खाना पकाउनतिर लाग्नुभयो। तर भोलिपल्ट पनि त्यस्तै, पर्सिपल्ट पनि त्यस्तै। जति जति दिन जान्थ्यो उति फुपू बजै उठ्नै नसक्ने, ज्वरो पनि बढी नै रह्यो। त्यस्तो देखेपछि बाजेले शान्तिन ज्वरो होइन त, यतिका दिन ज्वरो आइरहेको छ, वैद्यलाई बोलाउँछु भन्दा अनावश्यक औषधि देला भनेर डर मानी फुपू बजैले त्यो म निन्याउरो भई आएको दिन छ नि, माटो लिन जङ्गलपछि फर्कदै गर्दा बीच बाटोमा यस्तो रथ देखेँ एक्कासी, अनि त्यो रथबाट पो बन्दुक हानेको जस्तो लाग्यो। मलाई खुट्टामा पनि रगत ताम्मे पार्ने गरी बन्दुकले लागेकै थियो दाई, तर घर आउँदा खुट्टामा त केही पनि भएकै रहेनछ। त्यसपछि एक्कासी ज्वरो आयो भनेर सुनाउनु भयो। निकै डर लाग्दो पारामा तर्साएको रहेछ बहिनीलाई भनेर बाजेले बुझ्नुभयो। बाजेले आफूले ज्यामी काम गर्दै कमाएर सबै खर्च टारी बचेको थोरै पैसा भए तापनि फुपू बजैको उपचार गरिदिँदै हुनुहुन्थ्यो। तर पनि उपचारले केही भएन। झन्डै 5 महिनासम्म फुपू बजैको अवस्था खस्किनै रह्यो, बिग्रिनै रह्यो। पल्लो घरको नाता पर्ने जिजु बजैले तेरो बहिनी अब बाँच्दिन जस्तो छे, त्यो घरमा बसेर के गर्छस्, हामीसँगै बस, हामी तँलाई पालौला भन्नु भएको रहेछ। बाजेलाई भने आफ्नी बहिनीको माया लागिरहेकै थियो। आफूले गर्न पनि त के नै पो गर्न सक्छु र। बहिनीलाई घरै राखी एक दिन काममा जान लाग्दा घरभित्रबाट त एक्कासी केही मानिसहरू बोलेको झैँ गनगन गरेको जस्तो आवाज पो सुन्नु भएछ। एक्लै रहेकी बिरामी बहिनी त्यो पनि सुतिरहेकी होली, को बोलिरहेको छ भित्रबाट भनेर ढोकाको पालबाट बाजेले हेर्दा त्यहाँ त निकै अल्का काला काला डर लाग्दा भूतहरू। 2 जना फुपूको टाउको नजिकै बसिरहेका त 2 जना खुट्टातिर बसिरहेका यस्तो पो देख्नु भएछ। त्यो दृश्य यस्तो भयानक थियो रे कि बाजेलाई देख्दै डर लागिहाल्यो। तर बाजे साह्रै निडर हुनुहुन्थ्यो, त्यसैले मेरी बहिनीलाई यिनीहरूले मार्छन् भन्ने बुझी छेउैमा रहेको खुकुरी लिई वात्तै घरभित्र पसिहाल्नु भयो बाजे। तर जसरी उहाँले ढोका खोल्नु भयो उस्तै गरी भित्र त कसैलाई पनि उहाँले देख्नु भएनछ। बहिनी मात्रै खाटमा सुतिरहेकी, अरू कोही पनि घरमा हुँदै नभएको। पसिना पसिना भई बाजे पनि घरको पुरै कुना कुनातिर खुकुरी हातमा बोकी नै रहे खोज्नुभयो। भोलिपल्ट त फुपू बजै उठ्दै उठ्नु भएन, बित्नु पो भएछ उहाँ। अर्थात् अघिल्लो दिन बाजेले देख्नु भएको ती काला काला 4 जना अल्का चिजहरू, ती भूतहरू फुपू बजैलाई लिन आएका रहेछन्। यसलाई हामी लिइजान्छौँ भनेर सङ्केत दिन पो त्यसरी बाजेले तिनीहरूलाई देख्नु भएको रहेछ। त्यसरी फुपू बजै बित्नु भएपछि सेतो कात्रो ओढाई दाह संस्कारको लागि बाजेले तयारी गर्नुभयो। त्यसरी सेतो कात्रोमा बसेकी आफ्नी बहिनी त घरि आँखा खोली बाजेलाई नै हेरेको जस्तो त घरि मुख गरेको जस्तो त्यस्तो पो बाजेले देख्नु भएछ।
बाजेले अनि यति समयसम्म त सँगै राखेँ, तेरो यत्रो सेवा मैले गरेँ, तैँले यसरी तर्साउँदा म तर्सिन्छु र भन्नु भएपछि बल्ल केही देख्नु भएनछ। बाजेले फुपू बजैको लागि भनी नयाँ लुगा किनिदिनु भएको थियो, तर बिरामी पर्नु भएको कारण फुपू बजैले लगाउनु पाउनु भएको थिएन। त्यही नयाँ लुगा पनि लाससँगै जलाइदिनु भयो। जलाइसकेपछि भोलिपल्टदेखि नै जुन नयाँ लुगा बाजेले फुपू बजैको लागि किनिदिनु भएको थियो र जुन लुगा जलाइदिनु भएको थियो लाससँगै, त्यही लुगा लगाएर 10-12 दिनसम्म नै रुँदै रुँदै दाई दाई भन्दै फुपू बजै त आउनुहुन्थ्यो रे, सपनामा होइन कि बाजेकै अगाडि। घरि घरको यो कोठाको कुनाबाट आउने त घरि घरको अर्कोतिरबाट आउने, तर सधैँ बाजेले जान बहिनी जा, मरिसकिस् त किन मलाई सताइरहन्छेस् भनिरहनुहुन्थ्यो। आफ्नी बहिनीको आत्मा त्यसरी पछ्याइरहेको देखेपछि बाजे रोइरहनुहुन्थ्यो। त्यही पनि बाजेको अगाडि कतिखेर फुपू बजेको आत्मा आउने ठेगानै नहुने। अब त अति भयो भनी बाजेले त्यो आफूले दुःख गरी बनाउनु भएको घरबाट आफ्नो सरसामान निकाली बाजे अन्तै जाने निधो गर्नुभयो, तर जानु अगाडि त्यो घर पनि पुरै जलाइदिनु भयो। त्यहाँ पछि फुपू बजै कहिल्यै त्यसरी देखा पर्नु भएनछ। निकै दुःख पाई मर्नु भएको जिजु बाजेको छोरा उहाँ हाम्रो बाजे, उहाँले पनि साह्रै दुःख पो पाउनु भएको रहेछ। त्यसरी आफूले दुःख गरी बनाएको घरमा आफ्नो मृत बहिनीको आत्मा भड्किएपछि घर नै जलाइवरी उहाँ त्यहाँबाट निस्किनु भएको रहेछ। यो अर्को घटना चाहिँ म आफैले भोगेको। हामी काठमाडौँ बसेको अहिले त लगभग 15 वर्ष जति भइसक्यो। यो घटना चाहिँ काठमाडौँको खड्का गाउँ भन्ने एउटा गाउँमा हामी बस्दाखेरिको हो। कुरा 2067 सालतिरको हो। त्यो बेला हामी बस्ने कोठाको भाडा भने 1500 थियो अनि पानी पनि प्रशस्त भएकोले हामी त्यही खड्का गाउँमै बसेका थियौँ। हामी बस्ने कोठा एकदमै अँध्यारो भएकोले घरबेटीले दिउँसो पनि बत्ती बाल्दा केही हुँदैन भनी बत्ती बाल्न दिनु भएको थियो। बत्तीको पैसा भने लिनु हुँदैन थियो। त्यहाँ स्टोर रुमको लागि एउटा छुट्टै कोठा र त्यही कोठाको छेउमा बाथरुम यस्तो थियो। म भने लगभग 14 वर्षको थिएँ होला। लगभग 2 वर्ष त्यहाँ बसिसकेपछि हामीलाई त्यस्तो अँध्यारो कोठामा लेख्न पढ्न अलि गाह्रो हुने भएकोले कोठा सर्नु पर्ला भनेर आमाले भन्नुभयो। त्यहाँको घरबेटी भने असाध्यै मिल्ने, त्यही भएर त्यहाँबाट जाने कुरा घरबेटीले थाहा पाएपछि त्यही स्टोर रुम पुरै खाली गरिदिनु भयो र त्यहाँ बस्न हामीलाई आग्रह गर्नुभयो। त्यो स्टोर रुम भने हामीले सोचेको जस्तै थियो। झ्यालबाट सूर्यको प्रकाश आइरहने, कोठा पनि ठुलो अनि छेउैमा नै बाथरुम भएको। यही सोचेर हामीले पनि ठिकै छ त अब किन अरू घर खोजिरहनु, यही कोठा हुन्छ भनेर त्यो स्टोर रुममा हाम्रो कोठा सार्यौं। त्यही दिनको बेलुका शौचालय गएर आउँदै गर्दा मेरो हात एक्कासी लाटो भयो, मानौ कि कुनै निकै चिसो बरफलाई मेरो हातले समाए गरेर भित्र हड्डी नै दुख्ने गरी हात पनि लाटो भएको अनि निकै चिसिएको झैँ त्यस्तै गरी एकदमै चिसो महसुस भयो। मलाई त अचम्म लाग्यो। आजसम्म यस्तो कहिल्यै भएकै थिएन। के कारणले यस्तो भयो यही सोची म आफ्नो त्यो हाम्रो नयाँ कोठा भित्र छिरेँ। धेरै थकित भएकोले बाँकी काम भोलि गरौँला भनी सामानहरू त्यहीँ थन्काई हामी सबैजना 8 बजे नै खाना खाएर सुतिसकेका थियौँ। म भने नयाँ कोठा भएर होला सायद म सुत्नै सकिरहेको थिइनँ। कोल्टे फेर्दै निदाउन खोज्थेँ तर निदाउनै सकिरहेको थिइनँ। बाहिर भने पहिलेदेखि नै जब म बाथरुम गएर आउँथेँ घरबेटी बा प्राय जसो राति कौसीमाथि कुर्सीमा बसेर हल्लिँदै चुरोट तान्दै बस्नुहुन्थ्यो। झ्याल बाहिरबाट आइरहेको बत्तीको प्रकाशले त्यही बाहिरको दृश्य छायामा स्पष्ट देखिरहेको थिएँ। म त्यही छायालाई हेर्दै बुढा कतिखेर सुत्न जाने रहेछन्, जहिल्यै शौचालय गएर आउँदा चुरोट तानेरै बसेको देख्छु, यही सोच्दै त्यो छायालाई हेर्दै बसिरहेको थिएँ। केही बेरपछि न त चुरोट सकेर फालेको नै देखेँ न त चुरोट खाइरहेको नै, कुर्सीमा बसेर हल्लिरहेको मात्रै देख्दै थिएँ। म चाहिँ हेरि नै रहेँ। हेर्दा हेर्दै लगभग 10 मिनटपछि त्यो छाया त टक्कै अडियो। म पनि नियालेर हेरि नै रहेँ। एक्कासी मलाई नै पो त्यो छायाले हेरिरहेको जस्तो लाग्न थाल्यो। मैतिर फर्किरहेको झैँ पो देखेँ।
कतै अन्तै हेरिरहनु भएको होला घरबेटी बाले, तर मलाई त्यस्तो लागेको मात्रै होला भनेर मैले सोचेँ। तर हेर्दा हेर्दै त्यो छाया त अघिनको भन्दा निकै कालो पो देख्न थाले, मान्छेकै आकृतिको कालो न कालो। अनि हामी सुतिरहेको त्यही कोठाको भित्तोमा पो त्यो छाया रहेको जस्तो त्यही कोठाको भित्तामा कुनै कुर्सी रही र त्यही कुर्सीबाट त्यो छाया बिस्तारै उठेको मात्रै के देख्दै थिएँ। एक्कासी मेरो मुखै अगाडि हुत्तिएर पो त्यो छाया आयो। अर्थात् त्यो छाया नभई केही साँच्चै भित्ताबाट मेरो मुखैमा आएको मैले देखेकै थिएँ, महसुस गरेकै थिएँ। म त डरले झसङ्गै भएर हत्तनपत्त अर्कोतिर कोल्टे फेर्नै के लागेको थिएँ। मेरो आँखा त सिलिङतिरै अनि जिउ ज्यान पनि सिधा। यस्तो पो भइरह्यो। त्यसपछि न मैले आफ्नो हात खुट्टा चलाउन सकेँ, न जिउ ज्यान नै हल्लिन सक्यो। कसैले मेरो हात खुट्टा समाइरहेको छ, तर छोए जस्तो गरी मात्र, बेसरी दुख्ने गरी भने होइन। तर कसैले साँच्चै मेरो खुट्टा समाइ नै रहेको, चिसो हातले छोइरहेको जस्तो मैले महसुस गरि नै रहेँ। छेउैमा सुतेको मेरो दाइलाई बोलाउन खोज्छु, तर आवाज नै नआए झैँ मेरो मुख चलाए झैँ मात्रै भइरह्यो। झन्डै 5-7 मिनटपछि म हार खादिन सोची आफूसँग भएको सबै बल लगाएँ। एकैछिनपछि जब मैले आफ्नो हात खुट्टा चलाउन सकेँ, तब त एक्कासी मैले उल्टी पो हल्ती गर्न थालेँ। मैले त्यसरी बेसरी उल्टी गरेको आवाज सुनेर होला उही कोठामा बस्नु भएको मेरो सबैजना परिवार उठ्नुभयो र उठेर के भयो भन्दै आत्तिँदै बत्ती बाल्नुभयो र मेरो त्यस्तो हालत देखेर मलाई पानी दिँदै के भयो तँलाई भनी सोध्नुभयो। मैले पनि आमालाई सबै कुरा सुनाएँ। आमाले त हजुरबुबाबाट धेरै भुताहा घटना सुन्नु भएको थियो, उहाँ आफैले पनि भोग्नु भएको थियो। त्यसैले भूत प्रेत भन्ने बित्तिकै उहाँ तिनीहरूको नाम लिनु हुँदैन भन्नुहुन्थ्यो, विश्वास पनि धेरै गर्नुहुन्थ्यो। त्यसैले मैले भूत प्रेतको कुरा गरेको सुनेर भोलिपल्ट नै हामी त्यो स्टोर रुमबाट उही पहिलेको अँध्यार कोठामा नै सरिहाल्यौँ, त्यता बस्न पटक्कै हुँदैन भनेर। 3-4 दिनपछि जब मैले यो घटना छेउैमा रहेको क्लबतिर खेल्न आउने साथीहरूलाई सुनाएँ, त्यसपछि पो थाहा पाएँ कि त्यो कोठामा त साँच्चै कसैको आत्मा पो रहेछ भनेर। कुनै शम्भु भन्ने एकजना कोही पनि नभएको, हेर्दा दिमागी हालत गुमाएको जस्तो, तर मान्छे भने सधैँ उमेरमा भने 40-45 कटेको यस्तो एकल लावारिस पुरुष, मैलो कपडा लगाई हिँडिरहने, ऊ त्यही क्लब घरको शौचालय छेउैमा बस्ने गर्थ्यो। हाम्रो घरबेटी दयालु स्वभावको भएर उसलाई घरबेटीले आफ्नै घरको उही स्टोर रुममा बस्न दिनु भएको रहेछ। तर बसेको एक दिनमै ऊ फेरि त्यही क्लब घरको शौचालयको पहिलेकै कुनामा बस्न थालिहाल्यो। त्यहाँ नबसेको कारण नै त्यही पो रहेछ, त्यही कोठामा कुनै छाया रहेको। उसलाई त झन् त्यही छायाले बेल्टले हानेर निकालेको पो रहेछ भनेर उसले सुनाएको रहेछ। तर ऊ पागल जस्तो भएको कारण कसैले पनि उसको कुरा नपत्याएको रहेछ। मैले मेरो कुरा सुनाएपछि क्लबको साथीहरूले पनि त्यहाँ त उसो भई साँच्चै तर्साउने नै पो रहेछ है भनेका थिए। हामी त्यो अँध्यारो कोठामा पढ्न गाह्रो हुने भएकैले त स्टोरमा सरेका थियौँ, तर स्टोरमा तर्साउने रहेछ भनेर बुझेपछि त 1-2 महिनापछि आमाले त्यो घर नै छाड्ने निधो गर्नुभयो अनि हामी अर्कै घर सर्यौँ। अर्कै घर, त्यहाँ भने 3 तल्ले घर, सबै हाम्रै चिनेको गाउँकै मान्छेहरू बस्दै आएका। मेरो साथी पनि त्यही माथि बस्ने। हामी सरेको 1 वर्षपछि निउरे नाम गरेका अङ्कल जो त्यही भवनमा बस्थे, उहाँ चाहिँ आफ्नै छोरीसँग बस्नुहुन्थ्यो। अब म त विदेश लाग्छु भनेर उहाँले सोच्नु भएछ, त्यसैले उहाँले आफ्नै छोरीलाई गाउँ नै पठाइदिनु भयो र त्यसपछि भने कोठामा उहाँ एक्लै बस्न थाल्नुभयो। आफू पनि एक्लै हुने र दिनभरि कोठामा पनि कोही नहुने, कोठा भाडा पनि सस्तो पर्छ भनेर होला निउरे अङ्कलले त्यसैले अनि हामी 3 जना पापान्से हालेर बसौँ न भनेर म अनि मेरो साथीसँग कुरा गर्नुभयो। अनि साथीसँग बस्न पाइने भएर पनि मैले मेरी आमासँग त्यही कुरा गरेँ। मेरो साथीको पनि कुरा मिलेर म अनि मेरो साथी त्यही निउरे अङ्कलको कोठामा बस्न थाल्यौँ। निउरे अङ्कल, म अनि मेरो साथी, त्यसरी हामी 3 जना। निउरे अङ्कल चाहिँ हनुमान चालिसा अत्यन्तै धेरै पढ्नुहुन्थ्यो। निउरे अङ्कल भने आफ्नो विदेशको लागि यताउता प्रबन्ध मिलाउँदै कहिले भिजाको लागि त कहिले के को लागि त्यसरी दौडिरहनुहुन्थ्यो। बिरलै उहाँ कोठामा हुनुहुन्थ्यो, त्यही भएर कोठामा म अनि मेरो साथी मात्रै प्राय हुन्थ्यौँ।
त्यसरी हामी बस्दै गर्दा उही निउरे अङ्कलले तिमीहरूलाई थाहा छ मेरो भतिजलाई त यही कोठामा भूतले 3-4 चोटि खाटबाट उचाल्दै पछारेको छ नि भनेर पो सुनाउनु भयो। त्यो सुन्दा डर लागे पनि साथीसँगै भएको भएर हामीले मनोरञ्जनको हिसाबले मात्रै कुरा सुनिरह्यौँ। मेरो साथीसँग भने नोकिया किप्याडवाला मोबाइल थियो। हामी राति जहिल्यै एउटा इयरफोन कानमा हालेर गीत सुन्दै त कहिले पालो गेम खेल्दै सुत्ने गर्थ्यौँ। दही चिउरा खाने दिनको कुरा हो। निउरे अङ्कल दही चिउरा खाने दिनको 2 दिन अगाडि नै उहाँ गाउँ फर्किनु भएको थियो र दही चिउरा खाने दिनमा चाहिँ मेरो साथीले आफन्तले बोलाएको भएर ऊ पनि बल्खु जानु पर्ने सुनायो। मलाई आज दही चिउरा खान बोलाएको भएर म बल्खु जाँदैछु, तँलाई अल्छी लाग्छ होला, ल यो मेरो मोबाइल राख है, एक्लै सुत्न डर लाग्छ भने निउरे काकाको भतिजलाई भनिदिन्छु, भतिज त आएर तँसँगै सुत्छ भन्यो। तर उही भतिजलाई त्यसरी खाटबाट उचालेर पछारेको कुरा मलाई याद आयो। एक मनले त साथी गइसकेपछि म पल्लो कोठामा गई आमाको कोठामा सुत्नु पर्ला भन्ने सोचिरहेको थिएँ। तर अर्को मनले मोबाइल हातमा भएको भएर त्यही कोठामा सुत्न पनि मन लागिरहेकै थियो। त्यसैले पर्दैन म एक्लै सुत्छु भनी ऊ साथीलाई जान भने। अनि उसले दिएको मोबाइलमा टाइम हेरी मैले चार्ज गर्न मात्र के आँटेको थिएँ, त्यही पहिलेको तर्साउने स्टोरमा म सर्दा मलाई भएको झैँ मेरो हात एक्कासी लाटो भएको महसुस गरेँ। सायद केही भएर एक्कासी लाटो भएको होला भनेर मैले सोचेँ, अरू केही सोच्दै सोचिनँ। अनि एकैछिन पल्लो कोठामा गएर खाना खाइवरी 8:30 तिर आफ्नो रुममा आएँ। ठ्याक्कै निउरे काकाको भतिज पनि दाई मलाई अङ्कलले पठाउनु भएको भन्दै आइपुग्यो। मेरो साथीले पनि त्यो भाइ अङ्कल नै भन्थ्यो। साथीले त्यसरी उसलाई सुत्न पठाइदिएको रहेछ। पर्दैन भन्दा भन्दै पनि त्यस भतिजलाई पठाएको थियो। म पनि एक मनले त ढुक्क भएँ। आफूसँग मोबाइल नभएको भएर पनि होला साथीले त्यो दिन मोबाइल छोडेर जाँदा म असाध्यै खुसी थिएँ। त्यो दिन राति खाटमा पल्टिएर गेम खेल्दै थिएँ। त्यो भतिज चाहिँ आएर घुप्लुक्कै सिरक ओढी सुतिहाल्यो। मेरो खाटको टाउको चाहिँ दक्षिणतिर दायाँ कुनामा अनि मेरो खुट्टातिर अर्को खाटको टाउको थियो जहाँ त्यो भतिज सुतेको थियो। म त चार्ज नसकुन्जेल गेम खेल्दा खेल्दै 12:03 गइसकेको रहेछ अनि बल्ल चार्ज सक्यो। यसरी समय गएको पत्तै पाइन। अब चार्ज गर्नु पर्यो भनेर चार्ज गर्न थालेँ। चार्जरमा भने चार्ज गर्दा पहेँलो मधुरो बत्ती बल्थ्यो अनि म चाहिँ आफ्नो खाटमा आएर पल्टिएँ। त्यसरी म पल्टिँदै उही चार्जरको त्यो पहेँलो बत्तीतिर हेर्दै के थिएँ, एक्कासी मेरो आँखा मेरो खुट्टाको पलङमा सुतिरहेको भाइको सिरानीतर्फ गयो। त्यो भाइको सिरानीबाट त धुवाँ पो निस्किरहेको जस्तो देखेँ। त्यो देखेर एकैछिन त अचम्म लाग्दै थियो। एक्कासी त्यो धुवाँ त सेतो मान्छेको झैँ आकृति पो भएको देखिन थाल्यो। तर मधुरो धुवाँ सरी नै देखिरहेकै थियो। यति देख्न साथ मेरो त मुटुले नै ठाउँ छोड्यो। किन हो किन एक्कासी जिउ सिरिङ्ग भएर आयो। माथिको लुगा खोलेर अनि केही नओढी पल्टिरहेको म डर यतिसम्म बसिसकेको थियो कि मुटु त नाङ्गो तार झैँ भइसकेको थियो। जोडले धड्किँदै अनि एकदमै छिटो चलिरहेको थियो मेरो मुटु। सासै जाला जस्तो भइसकेको थियो। आँखाहरू चिम्म गर्दै मैले सुतेको नाटक पार्दै बसिरहेँ। आफ्नो खुट्टातिर भएको सिरक डरले मैले तान्न पनि सकिरहेकै थिइनँ। मलाई त केवल सिरक मैले कसरी तानौ झैँ भइरहेको थियो। अनि निन्द्रामा भए झैँ जसो बसी जसो तसो गरी खुट्टाको बुढी औँलाको बिचमा च्यापेर सिरक हल्का माथि ल्याई अनि पुरै ओढेँ। सायद यति डर मलाई कहिल्यै लागेको थिएन होला। म अहिले पनि बुझ्न सक्दिनँ मलाई त्यस्तो डर एक्कासी किन लागेको थियो भने। किनभने निकै डरलाग्दो अनुहार जस्तो यस्तो खालको मैले केही पनि देखेको भने होइन। एक्कासी सिरानीबाट धुवाँ उडेको जस्तो र धुवाँबाट मान्छेको आकृति बनेको जस्तो त्यस्तो मात्रै देखेको थिएँ। त्यसरी डर मनमा जाग्दै सेतो भूतले केही नोक्सानी गर्दैन भनी आमाले भन्नुभएको त्यो कुरा मलाई याद आयो। त्यही कुरा याद आएपछि पक्का त्यो सेतो हो त भन्ने कुरा मेरो मनमा आउन थाल्यो र यही प्रश्नले मलाई फेरि एकचोटि हेर्न मन लाग्यो। निन्द्रामा कोल्टे फेरे झैँ गरी सिरक थोरै हटाएर आँखा बिस्तारै उघारेर हेरेको अब त झनै सेतै देखेँ। भ्रम होला भन्ने सोची फेरि आफूलाई चिमटे पनि चस्स दुख्यो। तर अझै पनि उही सेतै आकृति देखि नै रहेको थिएँ। पुरै सेतै थियो त्यो, प्रष्टै देखिरहेको। अब मैले नियालेर त्यसलाई हेरेँ।
तल बक्स पाइन्ट अनि माथि सर्ट लगाएको कोही मान्छे अनुहार पनि हेर्न चाहे, तर अनुहार त एकदमै आँखै खाने गरी टल्किरहेको हेर्नै सकिन। लगभग आधा घन्टासम्म हेरे होला। एउटै काम दोहोऱ्याइरहेको थियो उसले। घरि मेरो छेउैमा सुतिरहेको त्यो भाइको सिरानीमा बसे झैँ गर्ने अनि फेरि उठेर त्यस भाइको खुट्टातिरसम्म ओरोदोरो गर्ने र फेरि त्यही सिरानीमा बसे झैँ उही गरेको गरे। यस्तै गर्दै गर्दा त्यो भाइ एक्कासी निन्द्राबाट उठ्यो र को हो भन्दै सिरानीमा हान्न थाल्यो। त्यत्तिकैमा आँखै अगाडि त्यो सेतै देखेको मान्छे जो ओरोदोरो गर्दै थियो त्यो त बिलाएर हावामा हरायो। अनि भाइ पनि निन्द्रामै उठी शौचालय गएर आयो अनि घुप्लुक्कै सुतिहाल्यो। म भने डरले आँखा चिम्लिँदै बसी नै रहेँ। म उठ्दै उठिन। भाइले पनि देखेछ क्यारे, भोलि सोध्नु पर्ला उसलाई भनी सोची म निदाउने कोसिस गरेँ अनि म पनि निदाएँ। भोलिपल्ट उठिसकेपछि मैले त्यो भाइलाई सोधेँ, तर त्यो भाइले त केही पनि नदेखेको कुरा सुनायो। अर्थात् ऊ निन्द्रामा यस्तो रहेछ कि उसलाई केही यादै रहेनछ। राति पिसाब गर्न त तिमी उठेको थियौ त भनी मैले उसलाई सोधेँ। ऊ पनि तकिया खोइ कस्तो अनौठो लागेको कारण म बिउजिएँ, तर निकै निन्द्रामा थिएँ, मैले देख्न त केही देखिन, सिधै टोइलेट गई फर्किएको मात्रै थिएँ भनी उसले भन्यो। त्यो भाइले केही नदेखे तापनि तकिया उसको कस्तो भएको त उसलाई पनि लागेकै रहेछ। उसकै तकियामा त आइत्यो बसेको थियो त्यो सेतो आकृति र त्यहीँबाट त उठ्दै हिँड्दै खुट्टासम्म गई त्यहीँबाट फेरि फर्की तकियामा फेरि बसेको थियो। मैले त्यो देखेको भ्रम थिएन, साँच्चै भएकै थियो। त्यो भाइलाई निन्द्राको कारण मात्रै उसले थाहा नपाएको, किनभने त्यो भाइ उही भाइ त थियो जसलाई पलङबाट 3 चोटि उफारेर तल बजारेको। त्यो भाइलाई पनि त्यही आत्माले नै उचालेर पछारेको थियो वा कुनै अर्कोले, यो त मलाई थाहा छैन। तर त्यही कोठामा त्यो भाइलाई निउरे अङ्कलले भन्नुभएकै जसरी बेसरी त्यो पछारेको त यस्तो घटनाले त आत्तिनु पर्ने थियो। त्यो भाइ पनि आत्तिएकै थियो। मैले पनि अनि त्यो भाइलाई तिम्रै तकियाबाट त यसरी आएको थियो, यस्तो भएको थियो भनेपछि त्यसपछि पो त्यो भाइ अनि तर्सिएको। ओहो दाइ, यस्तो पो भएको थियो, मलाई राति नै भन्नु पर्थ्यो नि, म त यहाँबाट गइहाल्थेँ भनी अनि उसले भन्यो। मैले त्यो तकियाबाट धुवाँ उडेको जस्तो र त्यो धुवाँ सेतै मान्छेको आकृतिमा फेरिएको मैले देखेको यो दृश्य मलाई अझै पनि याद आउँछ। त्यो यस्तो डर लाग्दो त थिएन, तर त्यो देख्न साथ मेरो मनमा उब्जिएको त्यो डर म अहिले पनि सम्झन्छु। अनेकौं घटनाहरू घटे मेरो जीवनमा, भुताहा घटनाहरू, आफन्तहरूको पनि धेरै सुने। त्यसैले सबैको बेग्लै हुने रहेछन्, भिन्नै हुने रहेछन् भनेर बुझेको छु। कसैको घटना भने ज्यानै लिने खालको त कसैको अगाडि आएको आभास दिने खालको मात्रै। अगाडि आएका ती प्रेत आत्मा भूतको नियत हानि पुर्याउने होस् वा नहोस्, तर डर भने उत्तिकै नै लाग्ने रहेछ। आशा छ तपाईहरूलाई यो श्रृङ्खला मन पर्यो होला। तल कमेन्टमा के कस्तो लाग्यो लेखिदिनुहोस् है त। साथै भिडियोलाई लाइक अनि च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। अर्को श्रृङ्खलामा भेट्नेछु।